सम्पूर्णमा नमस्कार। आज हामीहरू आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन 2076 को परिच्छेद 6 आन्तरिक नियन्त्रण तथा लेखापरीक्षण दफा 31 देखि दफा 43 सम्म सुन्न गइरहेका छौँ। आउनुहोस् ढिला नगरिकन सुरु गरौँ। परिच्छेद 6 आन्तरिक नियन्त्रण तथा लेखापरीक्षण। दफा 31 आन्तरिक नियन्त्रण प्रणाली। उपदफा 1 सङ्घ, प्रदेश र स्थानीय तहका सबै सरकारी कार्यालयले आफ्नो र अन्तर्गतका कार्यालयको आन्तरिक नियन्त्रण प्रणाली तयार गरी लागू गर्नुपर्नेछ। उपदफा 2 लेखा उत्तरदायी अधिकृतले आफै वा आफू मातहतको वरिष्ठ अधिकृत मार्फत कार्यालयको आन्तरिक नियन्त्रण प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन भए वा नभएको सम्बन्धमा नियमित रूपमा निरीक्षण तथा सुपरिवेशन गर्नु वा गराउनु पर्नेछ। उपदफा 3 आन्तरिक नियन्त्रण प्रणालीको ढाँचा र कार्यविधि तोकिए बमोजिम हुनेछ। दफा 32 लेखा परीक्षण तथा आन्तरिक नियन्त्रण समिति। उपदफा 1 आन्तरिक नियन्त्रण प्रणाली आन्तरिक तथा अन्तिम लेखा परीक्षण प्रतिवेदनको कार्यान्वयनका लागि प्रत्येक मन्त्रालय वा निकायमा देहा बमोजिमको आन्तरिक नियन्त्रण समिति रहनेछ। खण्ड क सम्बन्धित मन्त्रालय वा निकायको लेखा उत्तरदायी अधिकृत वा निजले तोकेको अधिकृत संयोजक। खण्ड ख सम्बन्धित निकायको योजना महाशाखा प्रमुख सदस्य। खण्ड ग सम्बन्धित निकायको प्रशासन महाशाखा प्रमुख सदस्य। खण्ड घ संयोजकले तोकेको सम्बन्धित निकायमा कार्यरत विषय क्षेत्रको ज्ञान तथा अनुभव भएको सम्बन्धित पदाधिकारी सदस्य। खण्ड घ सम्बन्धित निकायको अनुगमन महाशाखा वा शाखा प्रमुख सदस्य। खण्ड छ सम्बन्धित निकायको आर्थिक प्रशासन प्रमुख सदस्य सचिव। उपदफा 2 उपदफा 1 बमोजिमको समितिले आफ्नो कार्यालय वा निकाय र मातहतका कार्यालयबाट सम्पादन गरिने कार्यहरू दक्षतापूर्ण एवं मितव्ययी रूपमा सम्पादन गरी नतिजा उन्मुख गराउने, वित्तीय जोखिम न्यूनीकरण गर्ने, वित्तीय विवरणलाई विश्वसनीय बनाउने तथा लेखा परीक्षणबाट कायम भएका बेरोजु फर्स्यौट गराई आन्तरिक नियन्त्रण प्रणालीलाई सुदृढ एवं प्रभावकारी बनाउन आवश्यक काम गर्नेछ। उपदफा 3 लेखा परीक्षण तथा आन्तरिक नियन्त्रण समितिको अन्य कार्यविधि तोकिए बमोजिम हुनेछ। दफा 33 आन्तरिक लेखा परीक्षण। उपदफा 1 नेपाल सरकारका प्रत्येक कार्यालयको कारोबारको नियमितता, मितव्ययिता, कार्यदक्षता र प्रभावकारिताका आधारमा आन्तरिक लेखा परीक्षण महालेखा नियन्त्रक कार्यालय वा सो कार्यालयले तोकेको कोष तथा लेखा नियन्त्रक कार्यालयबाट हुनेछ। उपदफा 2 आफ्नो कार्यालयको आन्तरिक लेखा परीक्षण गराउने जिम्मेवारी सम्बन्धित कार्यालय प्रमुखको हुनेछ। उपदफा 3 आन्तरिक लेखा परीक्षकको काम, कर्तव्य र अधिकार देहा बमोजिम हुनेछ। खण्ड ग आन्तरिक लेखा परीक्षकले सम्बन्धित निकायको उद्देश्य अनुरूपका कार्य सम्पादनसँग सम्बन्धित कारोबारको गणितीय शुद्धता र कानूनको परिपालना एवं नेपाल सरकारले स्वीकृत गरेको लेखा निर्देशिका अनुसार लेखा प्रमाण कागजातहरूका साथै अङ्कको पुनः परीक्षण गर्ने। खण्ड ख सम्बन्धित कार्यालय वा निकायको कार्य सम्पादनका क्रममा परिचालन भएको स्रोतको नतिजामूलक उपयोग एवं प्रभावकारिता सम्बन्धमा जोखिम विश्लेषणमा आधारित भई लेखाजोखा गरी सुझाव गर्ने र अवलम्बन गरिएका आन्तरिक नियन्त्रण प्रणाली लगायतका नीतिगत एवं प्रक्रियागत पक्षहरूको व्यवस्थापकीय अभ्यासका सम्बन्धमा लेखाजोखा गरी सुझाव प्रस्तुत गर्ने। खण्ड क बमोजिम परीक्षण गर्दा सार्वजनिक वित्तीय जवाफदेहिता र पारदर्शिताको प्रवर्धन गर्दै सम्बन्धित निकायको आन्तरिक नियन्त्रण प्रणालीको पर्याप्तताको सम्बन्धमा जाँचबुझ गरी सोको सुदृढीकरण तथा आर्थिक अनुशासनको परिपालन सम्बन्धमा सुझाव दिने। खण्ड ग आन्तरिक लेखा परीक्षण प्रयोजनका लागि सम्बन्धित निकायको आर्थिक कारोबार र सोसँग सम्बन्धित कागजात, अभिलेख तथा निर्णयहरू निरीक्षण, परीक्षण तथा जाँच गर्ने। उपदफा 4 आन्तरिक लेखा परीक्षकले प्रत्येक 3 महिनामा आन्तरिक लेखा परीक्षण गरी लेखा परीक्षणको क्रममा औँल्याएका बेहोरा खुलाइ सुझाव सहितको प्रतिवेदन आन्तरिक लेखा परीक्षण समाप्त भएको 1 महिनाभित्र सम्बन्धित कार्यालय वा निकाय प्रमुख वा तथा
अख्तियारी प्रदान गर्ने तालुक कार्यालय समक्ष पेश गर्नुपर्नेछ। उपदफा 5 आन्तरिक लेखा परीक्षकले आफूलाई खटाउने र आन्तरिक लेखा परीक्षण गर्ने निकायप्रति जिम्मेवार रही आफ्नो काम कर्तव्य र अधिकारको प्रयोगको सिलसिलामा सदाचारिता वस्तुनिष्ठता गोपनीयता सक्षमता सहित तोकिए बमोजिमका अन्य आचरण पालन गर्नुपर्नेछ। उपदफा 6 आन्तरिक लेखा परीक्षकले लेखा परीक्षणको सिलसिलामा जानकारीमा आएको कुनै सूचना वा तथ्य लेखा परीक्षण प्रतिवेदनमा समावेश गर्ने बाहेक अन्य कुनै पनि रूपमा कसैलाई उपलब्ध गराउनु हुँदैन। उपदफा 7 आन्तरिक लेखा परीक्षकले आफ्नो कार्य सम्पादनका क्रममा यस ऐन बमोजिम अधिकार प्रयोग गरी आन्तरिक लेखा परीक्षण गरेको आधारमा मात्र निज उप कुनै कानुनी कारबाही चलाइने छैन। तर आन्तरिक लेखा परीक्षकले अनुचित कार्य गरेमा वा बदनियतपूर्वक कार्य सम्पादन गरेको प्रमाणित भएमा प्रचलित कानुन बमोजिम कारबाही वा अभियोजन गर्न बाधा पुगेको मानिने छैन। उपदफा 8 लेखा उत्तरदायी अधिकृतले आन्तरिक लेखा परीक्षण प्रतिवेदनमा समावेश भएका बेहोरा अन्तिम लेखा परीक्षण हुनु अगावै फर्सोट तथा सम्प्रेषण गराई अन्तिम लेखा परीक्षक समक्ष प्रस्तुत गर्नुपर्नेछ। उपदफा 9 अन्तिम लेखा परीक्षण हुँदाका बखत प्रस्तुत हुन आएका आन्तरिक लेखा परीक्षणका सुझावहरूको सम्बन्धमा कारण सहित हटाइएकोमा बाहेक अन्य सुझावहरूलाई लेखा परीक्षकले अन्तिम लेखा परीक्षण प्रतिवेदनमा आफ्नो सुझावको रूपमा प्रस्तुत गर्न सक्नेछ। उपदफा 10 महालेखा नियन्त्रक कार्यालयले आन्तरिक लेखा परीक्षणलाई स्वतन्त्र निष्पक्ष र प्रभावकारी बनाउन लेखा समूहका कर्मचारीलाई आन्तरिक लेखा परीक्षणका लागि न्यूनतम अवधि तोकी खटाउने व्यवस्था गर्नुपर्नेछ। तर एउटै कर्मचारीलाई लेखापालन गर्न र आन्तरिक लेखा परीक्षणको कार्यमा खटाउन पाइने छैन। उपदफा 11 महालेखा नियन्त्रक कार्यालयले आन्तरिक लेखा परीक्षणको एकीकृत वार्षिक प्रतिवेदन तयार गरी प्रत्येक वर्षको कार्तिक महिनाभित्र अर्थमन्त्री समक्ष पेश गर्नुपर्नेछ। उपदफा 12 आन्तरिक लेखा परीक्षण सम्बन्धी अन्य कार्यविधि तोकिए बमोजिम हुनेछ। दफा 34 प्रदेश तथा स्थानीय तहको आन्तरिक लेखा परीक्षण। उपदफा 1 प्रदेश तथा स्थानीय तहले लेखा तथा आर्थिक कारोबारको नियमितता मितव्ययिता कार्यदक्षता र प्रभावकारिताका आधारमा आन्तरिक लेखा परीक्षण गराउनु पर्नेछ। उपदफा 2 उपदफा 1 बमोजिम आन्तरिक लेखा परीक्षणको प्रतिवेदनबाट औल्याइएको विषयको आधारमा आवश्यक सुधार गर्नु सम्बन्धित प्रदेश तथा स्थानीय तहको कर्तव्य हुनेछ। उपदफा 3 प्रदेश तथा स्थानीय तहले आन्तरिक लेखा परीक्षणको प्रतिवेदनमा उल्लेख भए बमोजिम सुधार भए नभएको परीक्षण गर्न तथा आवश्यक कारबाही गर्न लेखा परीक्षण समिति गठन गर्नुपर्नेछ। उपदफा 4 प्रदेश तथा स्थानीय तहले आन्तरिक लेखा परीक्षकले प्रस्तुत गरेको प्रतिवेदन र सो उप भएको कारबाहीको प्रतिवेदन प्रदेशको हकमा सम्बन्धित मन्त्री र स्थानीय तहको हकमा प्रमुख समक्ष पेश गर्नुपर्नेछ। दफा 35 अन्तिम लेखा परीक्षण। उपदफा 1 प्रत्येक कार्यालयले सबै प्रकारका आय व्यय तथा कारोबारको तोकिए बमोजिमको लेखा र वित्तीय विवरण पेश गरी महालेखा परीक्षकको कार्यालयबाट अन्तिम लेखा परीक्षण गराउनु पर्नेछ। उपदफा 2 महालेखा परीक्षकले अन्तिम लेखा परीक्षण गर्दा आन्तरिक लेखा परीक्षकको प्रतिवेदनलाई समेत आधार लिनु पर्नेछ। दफा 36 कारोबारको लेखा तथा विवरण दाखिला गर्नुपर्ने। उपदफा 1 कार्यालयको सरकारी नगदी जिन्सी आय व्ययको लेखा आकस्मिक निरीक्षण गर्दा वा आन्तरिक वा अन्तिम लेखा परीक्षणको सिलसिलामा लेखा परीक्षकबाट सोधिएको प्रश्नको जवाब वा माग गरिएको लेखा तथा विवरण तोकिएको म्यादभित्र दाखिला गर्नु सम्बन्धित पदाधिकारी वा जिम्मेवार व्यक्तिको कर्तव्य हुनेछ। उपदफा 2 उपदफा 1 बमोजिम माग गरिएको विवरण तोकिएको म्यादभित्र पेश गर्न नसकिने मुनासिब कारण सहित सम्बन्धित पदाधिकारी वा जिम्मेवार व्यक्तिले थप समय माग गरेमा लेखा परीक्षकले आफूले सोधेको प्रश्नको जवाफ वा माग गरिएको लेखा तथा विवरण पेश गर्न
निजलाई मनासिब समय दिन सक्नेछ। उपदफा 3 उपदफा 1 र 2 बमोजिम दिएको म्यादभित्र सोधिएको प्रश्नको जवाफ वा माग गरिएको लेखा तथा विवरण पेश गर्न नसकेमा सो कारणबाट बेरुजु वा कैफियत प्रति सम्बन्धित पदाधिकारी जिम्मेवार हुनेछ। दफा 37 लेखा परीक्षणको प्रारम्भिक प्रतिवेदन उपरको कारबाही। उपदफा 1 नलेखा परीक्षकबाट लेखा परीक्षण भई प्रारम्भिक प्रतिवेदनमा औल्याइएका बेरुजुका सम्बन्धमा सो बेरुजुको सूचना प्राप्त भएको 35 दिनभित्र सम्बन्धित कार्यालयले तोकिए बमोजिम फर्सट गरी सम्प्रेषणका लागि महालेखा परीक्षक समक्ष पेश गर्नुपर्नेछ। उपदफा 2 उपदफा 1 बमोजिमको म्यादभित्र प्रारम्भिक प्रतिवेदनमा उल्लेखित बेहोरा फर्सट तथा सम्प्रेषण गराउन नसक्ने मनासिब माफिकको कारण भएमा जिम्मेवार व्यक्तिले कारण समेत उल्लेख गरी म्याथपको लागि महालेखा परीक्षक समक्ष अनुरोध गर्न सक्नेछ। उपदफा 3 उपदफा 2 बमोजिम म्याथपको लागि अनुरोध भइआएमा महालेखा परीक्षकले 1 महिनासम्मको म्याथप गरिदिन सक्नेछ। उपदफा 4 उपदफा 3 बमोजिम थप गरिदिएको म्यादभित्र पनि प्रारम्भिक प्रतिवेदनमा उल्लेखित बेहोरा फर्सट वा सम्प्रेषण नगराएमा महालेखा परीक्षकले लेखा उत्तरदायी अधिकृतलाई जानकारी गराउनेछ। उपदफा 5 उपदफा 4 बमोजिम महालेखा परीक्षकबाट जानकारी प्राप्त भएपछि सो बमोजिम कार्य सम्पादन गर्ने जिम्मेवारी सम्बन्धित लेखा उत्तरदायी अधिकृतको हुनेछ। उपदफा 6 उपदफा 5 बमोजिम लेखा उत्तरदायी अधिकृतले आफ्नो जिम्मेवारी तोकिएको समयमा पूरा नगरेमा महालेखा परीक्षकले सो बेहोराको जानकारी सम्बन्धित विभागीय मन्त्री वा राज्य मन्त्रीलाई गराए। त्यसरी फर्सट वा सम्प्रेषण हुन नसकेको रकमको विवरण आफ्नो वार्षिक प्रतिवेदनमा समावेश गर्नेछ। दफा 38 बेरुजु लगत राख्ने। बेरुजुको लगत राख्ने। उपदफा 1 जिम्मेवार व्यक्तिले दफा 37 बमोजिम लेखा परीक्षणको प्रारम्भिक प्रतिवेदनमा उल्लेखिएका नियमित गर्नुपर्ने तथा असुल उपर गर्नुपर्ने वा तिर्नु बुझाउनु पर्ने भनी ठहराएको बेरुजुको लगत कार्यालय स्तरमा राख्नु पर्नेछ। उपदफा 2 केन्द्रीय स्तरका निकायले आफ्नो र मातहतका सबै कार्यालयको बेरुजुको केन्द्रीय लगत राख्नु पर्नेछ। उपदफा 3 उपदफा 1 र 2 बमोजिमको लगत राख्दा आन्तरिक तथा अन्तिम लेखा परीक्षण प्रतिवेदनको लगत अलग अलग रूपमा राख्नु पर्नेछ। उपदफा 4 लेखा उत्तरदायी अधिकृतले दफा 33 को उपदफा 8 बमोजिम फर्सट तथा सम्प्रेषण भएको आन्तरिक लेखा परीक्षणको बेरुजु तथा दफा 39 बमोजिम फर्सट तथा दफा 40 बमोजिम फर्सट तथा फरफारक भएको अन्तिम लेखा परीक्षणको बेरुजुको लगतमा अध्यावधिक गरी पछिल्ला अवधिको लेखा परीक्षण हुँदा सो समेत परीक्षण गराउनु पर्नेछ। बेरुजुको लगत राख्ने कार्यविधि तोकिए बमोजिम हुनेछ। दफा 39 बेरुजु फर्सट गर्ने गराउने। उपदफा 1 महालेखा परीक्षकबाट औल्याइएको बेरुजुका सम्बन्धमा प्रमाण पेश गरी वा नियमित गरी गराई वा असुल उपर गरी फर्सट गर्ने पहिलो जिम्मेवारी तथा दायित्व बेरुजुसँग सम्बन्धित व्यक्ति तथा आर्थिक कारोबारमा संलग्न पदाधिकारीको हुनेछ। त्यस्तो जिम्मेवार व्यक्ति तथा आर्थिक कारोबारमा संलग्न पदाधिकारी बेरुजु फर्सट नहुँदै सरुवा वा बढुवा वा अन्य कारणले कार्यालयमा नरहेमा त्यस्तो श्रेष्ठता तथा अभिलेख पेश गर्ने तथा बेरुजु फर्सट गर्ने वा गराउने जिम्मेवारी हालको जिम्मेवार व्यक्तिको हुनेछ। उपदफा 2 उपदफा 1 बमोजिम बेरुजु फर्सट हुन नसकेमा सम्बन्धित लेखा उत्तरदायी अधिकृतले जाँचबुझ गराई सो बेरुजु कायम हुने गरी आर्थिक कारोबार गर्ने पदाधिकारी र कारोबारमा संलग्न व्यक्तिबाट असुल गर्नुपर्ने देखिएमा असुल उपर गर्न वा गराउन लगाई बेरुजु फर्सट गराउनु पर्नेछ। जान वा लापरवाही साथ कारोबार गरी हानि नोक्सानी भएको देखिएमा त्यस्तो बेरुजु रकम सम्बन्धित जिम्मेवार व्यक्तिबाट असुल गर्नुपर्नेछ। उपदफा 3 आन्तरिक वा अन्तिम लेखा परीक्षण हुँदा सरकारी नगदी वा
जिन्सी माल सामानको लगत राख्न छुटाएको देखिएमा वा नेपाल सरकारलाई हानि नोक्सानी भएको भन्ने सूचना प्राप्त भएमा सम्बन्धित कार्यालय प्रमुख वा विभागीय प्रमुखले तत्कालै त्यस्तो हानि नोक्सानी भएको रकम सम्बन्धित जिम्मेवार व्यक्तिबाट असुल गरी पशुको मात्रा अनुसार निजलाई प्रचलित कानून बमोजिम विभागीय कारबाही समेत गर्नुपर्नेछ। उपदफा 4 कारोबारमा संलग्न पदाधिकारीहरूलाई निज सरुवा बढुवा वा अन्य तरिकाले सेवाबाट अलग हुँदा आन्तरिक लेखा परीक्षण गराएर मात्र रमाना दिनुपर्नेछ। आन्तरिक लेखा परीक्षणबाट कुनै कैफियत देखिएमा जिम्मेवार व्यक्तिबाट कार्यालय प्रमुखले सोको जवाफ वा प्रतिक्रिया लिएर फरफारक गराउनु पर्नेछ। उपदफा 5 यस दफा बमोजिम बेर्जु फर्सट गरे नगरेको सम्बन्धमा नियमित अनुगमन गरी प्रचलित कानून बमोजिम फर्सट गर्न लगाउने दायित्व सम्बन्धित लेखा उत्तरदायी अधिकृतको हुनेछ। दफा 40 बेर्जु फर्सट तथा फरफारक। उपदफा 1 लेखा परीक्षण प्रतिवेदनमा औल्याएको बेरुजु असुल गरी फर्सट तथा नियमित गर्ने उत्तरदायित्व लेखा उत्तरदायी अधिकृतको हुनेछ। उपदफा 2 उपदफा 1 को प्रयोजनका लागि असुल गर्नुपर्ने तथा तिर्नु बुझाउनु पर्ने भनी औल्याएको बेरुजुको हकमा लेखा उत्तरदायी अधिकृतले कारोबारमा संलग्न पदाधिकारीसँग आवश्यक विवरण वा स्पष्टीकरण लिई त्यस्तो बेरुजु असुल गराई समयमा फर्सट गराउनु पर्नेछ। उपदफा 3 असुल गर्नुपर्ने तथा तिर्नु बुझाउनु पर्ने भनी औल्याएको बेरुजु बाहेक अन्य बेरुजुको हकमा प्रचलित कानून बमोजिम पुर्याउनु पर्ने रित नपुगेको तर सरकारी नगदी जिन्सीको हानि नोक्सानी नभएको पुष्टि गर्ने कारण सहितको प्रमाण प्राप्त भएमा तोकिए बमोजिमको कार्यविधि अपनाई सम्बन्धित लेखा उत्तरदायी अधिकृतले त्यस्तो बेरुजु नियमित गरी फर्सट गर्नुपर्नेछ। उपदफा 4 उपदफा 2 र 3 बमोजिम फर्सट भएको बेरुजुको लगत कट्टा गर्न 7 दिनभित्र महालेखा परीक्षकको कार्यालयमा पठाउनु पर्नेछ र महालेखा परीक्षकको कार्यालयले सोको लगत कट्टा गरी 7 दिनभित्र सम्बन्धित लेखा उत्तरदायी अधिकृतलाई जानकारी दिनुपर्नेछ। उपदफा 5 बेरुजु फर्सट तथा फरफारक सम्बन्धी अन्य कार्यविधि तोकिए बमोजिम हुनेछ। दफा 41 वार्षिक प्रतिवेदनमा छलफल। उपदफा 1 महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा औल्याइएका बेरुजुको सम्बन्धमा प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा छलफल हुँदा समितिको बैठकमा उपस्थित हुने छलफलमा भाग लिने सो सम्बन्धमा आफ्नो राय प्रतिक्रिया वा लिखित धारणा पेश गर्ने तथा बेरुजु फर्सट सम्बन्धी काम कारबाही गर्ने वा गराउने जिम्मेवारी लेखा उत्तरदायी अधिकृतको हुनेछ। उपदफा 2 उपदफा 1 बमोजिम प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा छलफल भई प्रतिनिधि सभामा पेश गरेको सुझाव प्रतिनिधि सभाबाट स्वीकृत भए बमोजिम कार्यान्वयन गर्ने गराउने जिम्मेवारी महालेखा परीक्षक तथा सम्बन्धित लेखा उत्तरदायी अधिकृतको हुनेछ। उपदफा 3 प्रतिनिधि सभाबाट स्वीकृत लेखा समितिको प्रतिवेदन बमोजिम बेरुजुको लगतबाट हटाउनु पर्ने विषयमा लेखा परीक्षकले 30 दिनभित्र हटाई सोको जानकारी सार्वजनिक लेखा समिति र सम्बन्धित लेखा उत्तरदायी अधिकृतलाई दिनुपर्नेछ। उपदफा 4 यस दफा बमोजिमको कार्यको अनुगमन प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले गर्नेछ। दफा 42 बेरुजु फर्सट समिति। उपदफा 1 सामान्य प्रक्रियाबाट फर्सट हुन नसकेका बेरुजु फर्सट गर्न नेपाल सरकारले सार्वजनिक लेखा समिति र महालेखा परीक्षकको राय लिई नेपाल राजपत्रमा सूचना प्रकाशित गरी देहाय बमोजिमको एक बेरुजु फर्सट समिति गठन गर्न सक्नेछ। खण्ड क प्रतिनिधि सभा सार्वजनिक लेखा समितिले तोकेको समितिको सदस्य अध्यक्ष। खण्ड ख महालेखा परीक्षकले तोकेको उप महालेखा परीक्षक वा नायब महालेखा परीक्षक सदस्य। खण्ड ग अर्थ मन्त्रालयको सचिव वा निजले तोकेको कम्तीमा राजपत्राङ्कित प्रथम श्रेणीको अधिकृत सदस्य। खण्ड घ महालेखा नियन्त्रक वा निजले तोकेको महालेखा नियन्त्रक कार्यालयको राजपत्राङ्कित प्रथम श्रेणीको अधिकृत सदस्य। खण्ड ङ कुमारी चोक
तथा केन्द्रीय तहसील कार्यालयको प्रमुख सदस्य सचिव। उपदफा 2 उपदफा 1 बमोजिम गठित बेरुजु फर्सट समितिको कार्यक्षेत्र नेपाल सरकारले तोकिदिए बमोजिम हुनेछ। उपदफा 3 उपदफा 1 बमोजिम गठित बेरुजु फर्सट समितिले बेरुजु फर्सट गर्दा अपनाउनु पर्ने कार्यविधि तोकिए बमोजिम हुनेछ। दफा 43 बेरुजु फर्सट समितिको काम कर्तव्य र अधिकार। दफा 42 बमोजिम गठित बेरुजु फर्सट समितिको काम कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ। खण्ड क लेखा परीक्षणबाट देखिएका मस्यौट हिनामिना र असुल उपर गर्नुपर्ने ठहरिएको बेरुजु बाहेक नियमित प्रक्रियाबाट फर्सट तथा सम्प्रेषण हुन नसकेका कुनै संवैधानिक अङ्ग तथा निकाय, मन्त्रालय, सचिवालय, विभाग, अदालत वा कार्यालय अन्तर्गतका बेरुजु सम्बन्धित संवैधानिक अङ्ग तथा निकाय, मन्त्रालय वा सचिवालयबाट सरकारी नगदी जिन्सीको हानि नोक्सानी नभएको पुष्टाइ सहित फर्सटको निमित्त सिफारिस भई आएमा औचित्यको आधारमा त्यस्तो बेरुजु नियमित वा बिना गरी बेरुजुको लगत कट्टा गर्ने। खण्ड क बमोजिमको फर्सटको निमित्त समितिमा सिफारिस भई आएका बेरुजु फर्सट गर्न नमिल्ने भएमा सम्बन्धित संवैधानिक अङ्ग तथा निकाय, मन्त्रालय वा सचिवालयलाई बेरुजु रकम नियमित वा असुल उपर गर्न लेखी पठाउने। हस्त साथीहरू, आज हामीहरूले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन 2076 अन्तर्गत परिच्छेद 6 आन्तरिक नियन्त्रण तथा लेखा परीक्षण सम्बन्धी दफा 31 देखि दफा 43 सम्म सुन्यौं। बाँकी अर्को भागमा लिएर आउनेछु। त्यति बेलासम्मको लागि धन्यवाद। नमस्कार।